घरमा टिका चलाइसकियो। त्यस पछाडि हामी ससुरालीलाई यसो आशीर्वाद लिनको लागि हामी जाँदैछौँ। मेरो वाइफ, मेरो कान्छी छोरी, मेरो कान्छा छोरा, यता मेरो जेठा छोरा, अलिकति मेरो जेठा छोरा, हामी लाग्यो गाइस। भिडियो के कस्तो हुन्छ मन परे लाइक एन्ड सेयर पनि गरिदिनु होला भन्दै हामी भिडियोलाई अब अगाडि बढाइयो। लाग्यो गाइस। ए घरदेखि चाहिँ अब निक्लियो। ल छोरी हिँड। कान्छा छोरा लाइन जेठा हिँड हिँड। ससुराली लाग्यो। रोड निक्लियो गाइस। अब लगभग 1 घन्टा हाराहारीमा हामी चाहिँ पुग्नेछौँ। गाइस पहिरिनी पाखा आइसकियो। अब देउराली डाँडा पुग्नु बाँकी छ। त्यस पछाडि ससुराली टक्क पुगिन्छ। खोटन बिग्रेपछि गाविस बिग्रेछ भन्छन् तर अहिले होटाको छ। ठ्याक्कै बडो पसल आइपुग्यो गाइस। पसल अगाडि छौँ अहिले। हामी चाहिँ ससुराल लागेको है। ल हेर्नु जाने। हजुरलाई खोली जाकी बची नि घुमे त रोल मात्रै खाने अरे मेरो बेबीले सुन्दैछौ। अनि चटपटे निम्की अहिलेको आउँदा भएको चाहिँ रोल 4वटा मेरो फेभरेट। 4वटा फेभरेट। अरू मासुमा के फेभरेट? मासुमा चाहिँ ब्रोइलर। ज्यान पनि ब्रोइलरै छ। ब्रोइलरै मन पर्छ के। गाइस अब पुग्नलाई धेरै समय छैन। हल्का पानी परेर आएको अवस्था पनि छ। ठुली घरमै हुनुहुन्छ? घरमै नि पाउन ठ्याक्कै जोएको चाहिँ अब आउनु खिम त भन त्यही। पापा आरामै हुनुहुन्छ? ल दसैँ लाग्यो कहीँ खाउँ ससुराल खाँदै मजाले सारिसक्नु भयो होला होइन बहिनीहरू सबै होइन? ल ल पुग्न आँट्यो गाइस। छोरी कहाँ हिँडेको हौ? आइनको घर बस्ने कहाँ हिँडेको छोरी?
अनि छोरी आइनको घरमा बस्ने अरे ल हिँड अठार 19 वर्ष छोरी तेरो मागहरू धेरै छ कता जानु भयो नि ससुरालीहरू र ससुरालीहरू हुनुहुन्न रहेछ कहाँ जानुभयो एकछिन आउनुहुन्छ होला अवश्य ठिक छ नानी हाम्रो दिदी हाम्रो ठुली एली चाहिँ घरमा हेर्नुहुँदो रहेछ सबैको आसाम मिनामी दिखन्न हाइनी ज्ञानी साथी ठुलो बनाउनु चतुरको पैतालो मित्र कतै हुनुपर्छ साथ मिति तैली तेरो बात हाप्सिरा भनेको सोध्छ कि जति भोलु हुँदैन पढाम फर्स्ट निकाल्नु पर्छ इरना सन्तानपट्टिको मैले हो नि आयो मजाले पढामु काठमाडौँ बसेर तिमी मिना कति कुरो गर्छ राम्रो पर्ने ज्ञान हुने अरू त भन्छन् घरिघरि त बोलाइदिन्छ खानै पर्छ क्या कला धुङमा सिक्यो धप्छ नगा सिक्यौँ रोक्न लागत कस यहाँ अम्मा चाहिँ कि गोली अपको म त सिस्टम गल्ती त की सिस्टम हो मामे त बप्पालका से तुम खत्म का कांग खत्म सी लाउरे सी नले मेसी नले बढेर डाक्टर का छोरी त्यही नि मलाई फाल्छु त हुँदैन ज्ञानी छ राम्रो पढ्नु पर्छ अब त्यसपाला यसरी खेल्नु हो गाली साथी भयो किरण सरते पाना चाम तु सुना न गाना हम पासा सन्देश दिन्छ नि हम बाजी तेरा मदिन तेरा बाजीहरु छ काइना टोका खता बढा तमै का कथा म तमै का जोख मुम के लिएर गयो तरिका त गइले चाहिँ यिनीहरूले पनि मधेस खाने पहाड खाने छ नि थाहा थियो हिमिने कोही सिरन्ता सरते सत्र छेंगरा गाडी कई का केसानिका salamu ka napi na ka waini di baina porna ta wayo ki biha to ji nom sa ma gorping kin lo je me kin bia mo pe salamu ka ma te ba sar ba je te bana mo ai por ga ko hai video ba ni pi ki ni ye ne sa to ma ji le ja dem pa ma ji da sale video ki ba choreu ama aba मित्र कतै हवाला बस्नु पर्छ 70 पैदल मुनि खिच्नु पर्छ कोही कोही बेला नि केको बातले जुङ्गले समय बोली बोक्छ सबैभन्दा दुःखमा बाँचिन अब यो बापाका छिन्ने सँग छेउमा चाहिँ अपना परिश्रम गरेर खाएको कसैले नहाल्न सक्दैन साह्रै फरफरेर खिचडी खाइदिउँ न जसरी मैले आशीर्वाद दिएको तेरो शिरमा
जाम कसै जामेर बसेको छ मतामा हुन्छ हामी अब साथी हामी एउटा भाग भएर खानुपर्छ इतना भाग लम्बा जामसी अत ज्ञानी छानी दुःख मन पासु पसिन आफ्नो आफ्नो दुःख गर्नुपर्छ अनि साझी कोडो दर मी मकल यहाँ खालका त्यो मेमाची यहाँ खालका यहाँ मोमाची भनेर अब आशा फ्यामिलीको सधैँ खुसी हुनुपर्छ साथी अनि 3,000 rupiah ini kasahel mah om sadip bakal kati kasa kikan ini biar koran naman sinanga ram koran naman sinanga dia koran kasawa kata kalau saya sudah nengna timerle gari khaya भने anda kalau एकदम ramai lakukan सक्नु भयो हाम्रो दशैंको चाहिँ अब हाम्रो नेपालीको कल्चर अनुसार चाहिँ हामीले जुन विधि हामीले अपनाइयो आशीर्वाद दिइसक्यो जेठो अनि हाम्रो दिदीहरु मार्फत भिडियो के कस्तो लाग्यो तपाईहरुलाई यदि हाम्रो भिडियोलाई मन पराउनु भएको छ भने लाइक एन्ड सब्स्क्राइब गर्नु नबिर्सनुहोला भन्दै भोलि भेट्ने बाचाको साथ म तपाईहरुमा छुटे हस्त बाइ